हेलो गाइज नमस्ते हजुरहरूले स्वागत छ तपाईँलाई आजको भ्लगमा त हामी कहाँ जाँदैछौँ भने करोडको सपिङ गर्न जाँदैछौँ होइन पोड खेल्न हो करोड प्लस सपिङ प्लस पोडी खेल्ने हो सरलाई पुरा गुच्चीको प्राडाको जुत्ता चाहियो होइन त्यही हेर्न जाँदैछु अब लेट्स सी के कतिको सपिङ हान्छ आज हाम्रो सरले हेर्दै जाउँ ल हाम्रो सरले फेरि गुच्चीको चस्मा लाउँदैछ करोडको कहाँ राखेर चस्मा पनि झोलामा हाल्ने क्लियर छ उसले त आइदिनु त देखाइदिइहालौँ हाम्रो श्रोता मित्रहरूलाई श्रोता मित्रहरूलाई देखाइदिइहालौँ हाम्रो सबै गुच्चीको त्यो फेरि यो लोगो नभएको साँच्चै लोगो नभएको लोगो चाहिँ हाल्नु बेसी गुच्ची ल जुत्ता लुइस भ्याटन चस्मा भ्याटन चस्मा गुच्चीको ब्याग नाइकीको पाइटको कुरा नगरौँ पाइटको फेरि लिभाइजको पुरै बेगी टी सर्ट फेरि जाराको होइन सकिन नि साह्रै महँगो मान्छे हो सस्तो त मै हो जम्मा फेरि यो 1.5 लाखको फेरि एयरपोर्ट लाउनै बेसी छ फेरि 1.5 लाखको एयरपोर्ट अनि लाम्लो अहिले र आज त पुरै तर आज घाम चाहिँ लाग्छ नजर राम्रो छ हो त्यही हो यति मन घामले त फेरि हामीलाई घाम्दैन नि फेरि चिसो लाग्यो सर जाँदैछु अब यो 1 बिलियनको के अरे उमा हो क्या 1 बिलियन के अरे को मेट्रोमा जाँदैछ हामी टक्क लगाएर यहाँ छ होइन देखाएको छ मलाई अब हामी मेट्रोबाट झरे पनि अब सपिङ सेन्टरको तर्फ लाग्दैछ होइन फेरि यो बनेछ है त है यो त बनेछ क्या यो त्यो त यो कहिले निकाल्छ नि त यो ल हेर्दैछ पुरै घमाइलो मौसम बब्बाल रमाइलो कतिको हाल्यो सपिङ जुत्ता त किन्न पर्ने एउटा मात्रै पसल लाने आफूलाई मन पर्दो कुनमा छिर्ने हो अब जुत्ता त सबै मन पराएको नि ल्याएर राम्रो भन्छ हो नराम्रो हुँदै हुँदैन नि अलिक उताबाट छिरौँ न यहाँबाट छिरौँ हुन्छ कि यता छैन जाडा के छ जिन्दगी हामी चाहिँ अब टक्क नर्थ साउथ आइपुगिसकेको छौँ देख्न सक्नुहुन्छ अगाडि तपाईँले हामी जाने त्यहीँ हो र सर हाम्रो सरले पनि आज डरै आज झोलाभरि खोकाइ लिएर आइरहेको छ होइन सायद आज खर्च चाहिँ डरै हुनसक्छ ल छिरौँ ल अब हामी टक्क भित्र चिन्ने हो तपाईँलाई देखाइन्छ हामी फाइनली हामी भित्र प्रवेश गरिसकेको छ होइन प्रवेश गरिसकेको छ अब कोइलापुरमा जाने हो बल ठाउँ होला तपाईँलाई पुऱ्याइन्छ आजको हाम्रो मेन हिरो चाहिँ उहाँ हुनुहुन्छ उहाँले गरिदिने हो मलाई पनि सपिङ म चाहिँ उसको अब बुक्यो सपिङ गरेर उसको झोलाहरू बोक्ने हो यसो त्यही होला अनि मलाई पनि यसो एउटा हानिदिन्छ कि भन्ने आशमा आएको म पनि है कफी म कस्तो भएर क्या ल कफी लिएर आऊ दुइटा क्याफे लिँदै हुन्छ एउटा नातो पनि खाने र तर लास्टै महँगो छ यार ए 81 रहेछ जम्मा क्याफे र अरू
नातो चाहिँ महँगो होला हाम्रो सर बनाउनु नातो नातो यसो खायो तर महँगो छ के भन्छ नि के अरे के भन्थ्यो अरे स्कुप दोस्त नातो अब हाम्रो नातो सातो पनि भइसक्यो सरले हो स्पोन्सर आज त म त क्यामेरा मात्रै समात्ने आज त खुवाइदिन्छ नि भने खाएँ आज होइन ए ल करोडपतिलाई बाल जब यो 4-5 युरो खर्च हुँदाखेरि ल हाम्रो रेडी भइसकेको छ हाम्रो नातो सर प्लिज सर कता खाएको छ यस्तो 1 मिनट सके सबै हाम्रो सामान अब हामीले लाग्नु पर्यो हुन्छ फेरि अर्को सामान खाने हो नि त फेरि यो त भर्खर यो त सुरु ब्रेकफास्ट हो क्या यो ल सर के हो कार हान्दिने क्या होन्डा अरे एकचोटि के अरे म्याकबुक पनि हेर्नुपर्छ कहिले हारे नत्र फेरि अर्को झ्याप्पै हाल्ने नि फेरि आएकोमा होइन कहिले मेरो पैसा आउनु त ल आउनु मेरो अबको 2 महिनापछि अब 1 महिना भनौँ न 1 महिनापछि चाहिँ अर्को सेलामा चाहिँ झ्याप्प हान्नुपर्छ एउटा म्याकबुक र अहिले चाहिँ लेट्स सी होइन हेर्नु मात्रै अहिले हेर्दैन यो के हो मलाई आइफोन आज के हेर्ने र यस्तो राम्रो हो र आइप्याड के किन्ने 1200 रहेछ यसको यार म्याकबुक एयर 1200 रहेछ यो थ्याटमा 2025 अरे यता सबसे लोएस्ट प्राइस चाहिँ त्यो 1200 हो क्या म्याकबुकको होला नि छ 1200 हो पत्याएन त यार किल्ला त लाग्यो नि क्या हो साइजको जुत्ता ल्याएर आएछ बल्ल यही हो ल आयो सर पत्यायो थ्याङ्क यू ल सर ट्राई हानिहालौँ त यो हो क्या 40 कै हो भने यति त ठुलो लाउने क्या सानो लगायो भने यस्तो 40 यस्तो भइहाल्छ एकचोटि लाउ न लाएर त हेर हो सरले भने यार जम्मा ए खतरा देख्यो त यार ओइ यार तर खाली छ अगाडि तर महँगो हाल्छ के यस्तो किन्ने हेरेर न हाम्रो नि यहाँ छ छैन नि फेरि त्यो बुढीवाला हान्नुपर्छ फेरि है यति नै ठिक हो त सर ठिक हो र अनि घाम लाने यो सानो त के किनेर नि खतरा देखेर एकछि फाल्दिन क्या यसलाई हामीले कति लाउनु जुत्ता यार कति कम्फर्टेबल भएर त्यो हिँड्दाखेरि निस्किन्छ र निस्किँदैन नि हान्ने मान्ने कख्ने होइन क्या धेरै खला खुल फुकाल्नु मेरो पऱ्यो क्या त्यो जति भयो तन्ना बाँधिराख्ने होइन क्या खतरा देखाएको यार निस्किनु खोज्छ यार म त्यसो नकिन निस्किनु खोज्नु भयो त तिमीलाई कम्फर्टेबल हुनु पऱ्यो क्या कम्फर्टेबल त छ तर निश्चित रहेछ क्या जुत्ता भन्नु यति मात्रै ठिक हो है
हेरौँ यहाँ आइपुग्यो यिनीहरूको सुज अब ट्राई गर्दैछ के गर्ने खुट्टै सानो भएपछि ठिक छ एकदम टाइट छ अब छोड्दै अब तिमीले यस्तो नाइकी एडिडासको लाउने जुत्ता लाउने तिमीले लेखेको छैन के तिमीले त भनेको थियो के अरे रिबुक सिबुकहरू अब त्यो के अरे फाटा खै आउँछ अहिले गाइस मोलाहरूले पनि किन्यो होइन र हाम्रो सरले किनेको मलाई चाहिँ म एकदम हेर्दादेखि नै मुरी मुरी कराउनु धन्यवाद दिन चाहन्छु र फाइनली अब दादाले अब फेरि यो हानेर यो खाएर हानिन्छ जिम हाम्रो सरले हान्दैन है मलाई गिफ्ट है यो त्यही होला धन्यवाद सर है सो धन्यवाद है धन्यवाद ओब्रिगादो मैले भनेको तिमीले भने ल धन्यवाद सर ओब्रिगादो सुधी खाने भने उता भनेको म सर्दैन है तिम्रो यहाँ खोजिखेर के नाकमा देखाउने अब पुरै देखिया हो हाल्नु भयो आज जम्मा 150 है प्रोटेक्सनको लागि छ र त्यहाँ यसो अब यो छुट्टै पैसा तिर्नुपर्ने रहेछ धुनु नपर्ने घर आएपछि अटोमेटिक आफै सफा हुन्छ फेरि अब फाइनली सपिङ सब भ्यायो होइन हाम्रो सरले अब टेम्पर ग्लास पनि हालियो जम्मा उनले आज कति 400 सक्यो होला 400 सक्यो मेरो आज सक्यो होला उता देखाउन स्निकर्स फुट लकरबाट किनेको जम्मा 100 रुपियाँ भयो सय मेरो 150 मेरो चस्मा भन्दा पनि सस्तो हो मेरो चस्मा अब 120 को हो के गर्ने अब टेम्परमा पनि हाल्यो होइन 20 रुपियाँको टेम्पर फेरि एयरपोर्ट्स किनेर आएर त्यही होला गाइस अब हाम्रोको भ्लग चाहिँ अब यहीँ टुङ्गाउनु पर्छ भन्ने हामीलाई लागिरहेको छ होइन अब करिब अहिले बेलुकाको 7:30 भइसकेको छ र अब एकछिनपछि म फेरि यसो हल्का हाल्न जानुपर्ने छ फेरि त्यही होला गाइस ल अहिले पनि बिदा गर्न चाहन्छु होइन हस्त नमस्ते